हेलो गाइस, दर्शन नमस्ते। अब म स्पेसली एउटा मेन देखाउँदैछु। यो के होला ल हेर्नु है। यहाँ कचौरा छ। यो कचौरा 1 2 3 4 5 6 7 है। यो थाल अनि यो खालको है त हैन। यो सिस्टम छ। यो खालको दुईटा यो 7 वटा ल। अनि मेन यो भाँडा 7 वटा भयो र यो मेन कुखुरालाई हाल्ने दाना र यो आटा है। यो मैदा रोटीको यो के होला आफै बुझ्नुस् ल। यति भन्दै अहिले खानासाना खाइयो। हेरौँ अब हैन, खाना खाइयो, भाँडसारा माग्यो गुरुले। अब हामी जान्छौँ खोलामा है। मेन त्यो भनेको माछा मार्ने तरिका है। यो हामी स्याङ्जामा पहाड क्षेत्रमा कहिलेकाहीँ हामी त्यो तरिकाले नि माछा मार्छौँ है त। अब हेर्दै जाउँ कस्तो छ माछा मार्नु। फेरि हजुरको हामी जाने ठ्याक्क त्यो पारी है। अहिले हो त्यहाँ पुल छ। यो त्यो यो 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 पुलको मुनि खोला छ हैन। यहाँ र धेरै हैन, 100 मिटर हो। बाइकमा 2 मिनट है, 1 मिनट भनौँ। स्कुल मुनि यही खोला हो। यही मुनि छ खोला। आधी खोला भन्छ। यही आधी खोलाले गर्दा नि यता हावा चिसो पानी भइरहेको हुन्छ। अहिले मैले यहाँ घरबाट खिचिरहेको अवस्था छ। आज विशेष माछा हेरौँ होइन कस्तो छ। अहिले मैले भिडियो यही गरेँ, माछा पर्ला नपर्ला होइन। अब अलग्गै कुरो हो। हेरौँ कस्तो हुँदो रहेछ होइन। आफूले पनि ट्राई गरौँ। आज शुक्रबार दिन कटाउँ। आज 9 गते 8 9 कतिको होइन। विशेष यो अहिले यो चलन छ है स्याङ्जामा कचौरामा। अब यहाँ उ हाल्ने हो सिराको खोल तन्नाले हालेर पुवाल पारेर यहाँ मैदा र स्पेसली हाल्ने। अहिले म देखाउँछु है त। ल दाना र मैदा रेडी छ है त। ल हेर्दै जाउँ है आधी खोला सर। ल गाइज, हामी चाहिँ सर र आधी खोलाको ठ्याक है यहाँ क्याम्पस अगाडि। अब सर र हामी जाँदैछौँ स्पेसल्ली होइन। यो उहाँ माथि स्याङ्जा हाइवे, यता घुम्ने ठाउँ पनि र घुम्ने स्थल सिनहरू राम्रो छ। छोरी पनि हिमालयन यहाँ छ र आज टाइम पास यसो गर्न बुढाबुढी सबैमा आइएछ है त। नयाँ डिजाइनले माछा मार्ने भनेको हेरौँ है, रमाइलै हुन्छ हेर्नलाई। ल खोला उत्यै हो है। त्यो सानो खोला छ, अहिले हल्का बढेको हुन्छ र हामी सर उहाँ थापे रहेछ नि त यार हामीहरूले। अब उहाँ थापेको रहेछ हेर त। ऊ छाता लिएर थापेछन्। ल अरू थापे रहेछन्। अब हामी पनि थाप्नलाई जाँदैछौँ है त। यहाँ खोला त्यही हो है। उहाँ थापे रहेछ नि त यहाँ। अब ठाउँ पाइएन नि त, झ्याउ भयो नि त हामी त। छिनियो ऊ सबले लसरे थापिदियो होला नि। ऊ त्यता थाप्ने होइन। ल हेरौँ अब ठाउँ छ कि छैन माछा हेरौँ। अब यहाँ र छिर्दै जानु पर्यो है त। हेरौँ कस्तो छ के छ है त। ओके, जय दुर्गा चण्डी गुठी मन्दिर होइन। ल हेर्दै जाउँ है त खोलामा। ल बाइक अहिले स्पेसल्ली यहाँ राखिएछ र आधी खोला यहाँ पारि है। हामी बाइकमा आइयो 2 मिनट। यही हो माथि घर, यहीँ माथि हो। यहाँ माथि घर यो बजार हो, हल्का देखिएछ नि यसको अगाडि बजार हो। यहीँ तल ट्याक्क यो आधी खोला। त्यसले गर्दा स्याङ्जा बजारमा यहाँ खोला यहाँ नजिक भएको हुनाले पनि माथि बजारमा हावा सरर आउँछ। अब हेर्दै जाउँ के छ। उहाँ दाइहरूले पनि थाप्नुभएको छ। यहाँ थाप्ने स्टाइल भाँडा त्यसै नै हो। अब भाँडा थापौँ। त्यहाँ पनि हो उहाँ थाप्दै हुनुहुन्छ है त एकजना मान्छेले र अलि अगाडितिर नि थाप्दै हुनुहुन्छ उहाँहरू पनि। सर र थालै थाप्न हो। छाता यहाँ छ र मेरो बुढी नि जानलाई तयार भएको छ। म नि चप्पल लाएर आएको छु है खोलामा पस्नलाई। स्पेसल्ली चप्पल लाएर आएको छु है त। ल उतानिर रमाइलो रहेछ। ल विशेष यहाँ खोला तर्दैछन् है त। अनिल दाइले पनि यहाँ विशेष दाइ परेछ अलिकति। ल ठिक छ त्यति भयो नि। ए दाइ छाक मेटे हुन्छ क्या, छाक पुऱ्याउनु पर्यो स्पेसल्ली दाइले चाहिँ। ल
उ गरे उहाँ बनाउँदैछन् ल अहिले नयाँ उपाय भनेको यो है अहिले यसमा चाहिँ फेरि यो माछा मार्न कचौरामा विशेष यो टालो चाहिन्छ है यो सिराकको है यो सिराकको टालो यो एक नम्बर ऊ भाँडा हो त्यसै थाप्ने ल्यार्नु बुढीले अहिले जानेछ स्पेसल्ली अब खोलामा उहाँहरू थापे हन् दाइले उहाँ थापे हन् अब म पनि आएको छु टोपी लाउनै पर्छ होइन घाम हल्का केही मध्ये लाह टोपी लाउ न तिमीले नि लाउ न टोपी किनभने घाम छेक्छ कि निदा कालो भइन्छ ल स्पेसल्ली यहाँ बाँधेर अनि खाल्टो पारेर अनि मुनि राख्ने हो कि चिप्रिक्कै बाँध्नु ल यसरी नै बाँधेर पुवाल बिचमा पार्ने हो ल यसरी नै बन्दैछ है त हेर्दै जाउँ सब मामा खाने त यहाँ ल यो विशेष हजुरको के छ भने यहाँ अहिले हामी रेडी गरियो होइन यसरी नै र एउटा सिम्पलमा यो जुन भाँडा छ यो भाँडा चाहिँ हजुरको यहाँ पुवाल पार्नुपर्छ है सानो कान्छी औँला छिर्ने जति पुवाल पारेर विशेष यहाँ फेरि के चाहिन्छ भने तल आँटा हालिदियो दाना हालिदियो यो मुनि होइन यो सब यो सिस्टमले यसरी बनाउने हो होइन यसरी थाप्ने र यहाँ मेन पिठो है यो पिठो छ यो पिठो चाहिँ यहाँ छेउछेउमा दल्ने है यसरी यो पुवालको छेउछेउमा पिठो दलेर अनि खोला गएर थाप्ने विशेष है ऊ बुढीले गएर थापिभ्याएको छन् त्यहाँ स्पेसल्ली अब हेर्दै जाउँ लगभग 15-20 मिनट समय लाग्छ हेर्दै जाउँ है त ल विशेष हेर्नु है यो अहिले मैले कचौरा थापेको होइन यो पानीमा ठ्याक्क खाल्डो पारेर यसरी ढुङ्गाले छेउछाउ यसरी छोड्ने है अब यहाँ छ म यहाँ छेउछाउको बस्न हुँदैन अब म तर्किन्छु है ल मैले यो पानीमा धन्नै सिद्धि भ्याएको बाउ साहब फेरि ल माछा हल्का खेलिरहेको अवस्था छ है त माछा खेल्दैछ बिस्तारै थालमा यहाँ हजुरहरूले अलिकति देख्नुहुन्न होला वहीँ जानुपर्छ तर माछा अलिक दस्किन्छ होइन यहीँ छ हल्का हल्का के छ है माछा हल्का सिरसिर खेलेछ ल यही नै है अझ अलिक छेउमा गएर खिच्न पाएँ वहीँ गएर जान पाएँ माछा पनि देखाउनुहुन्थ्यो होइन माछा परेपछि हेरौँला है त विशेष आदरणीय दाइले 5 किलो युके पठाउनु भयो अरे है अनि हङकङ पनि पठाउनु भयो आफ्नो इष्टमित्र विशेषहरूलाई यही थालले मारेर त्यो फुलुङ पनि स्पेसल्ली भोरी गरेर हजुर कहाँबाट आउनुभयो दाजु घुम्ती परेनर ए परेनरबाट ए त्यही त नि ल बिहानै आउनुभएको थियो होला 9 बजेतिर हो ए भनेपछि खाना हल्का खाएर खाली पेट त आउनुहुन्न हल्का खाएरै आउनुपर्छ ए 9 बजे आउनुभयो भनेपछि 10, 11, 12 4 घन्टा भयो अब हामी नि विशेष भर्खरै अब उता र धन्दा सिद्धा आयो यसरी नै गर है आनन्दै हो त नि त्यही आफ्नै ग्रुपमा हुनुहुन्छ होला नि ल अहिले हामी हेर्दैछौँ ल उहाँले चाहिँ हङकङ पनि पठाउनु भयो युके पनि पठाउनु भयो है त यसरी माछा मारेर एकदम रहर लाग्दै हो यहाँ आधी खोलामा अचम्मै पर्नु भयो अरे होइन दाजु हजुर अचम्मै पर्नु भयो नि आफै हो त नि आफै अचम्म पर्नु भयो अरे 5 किलो परेको अरे है त थालमा ल भन्दै अब हाम्रो कति पर्ने हो के हो थाहा छैन उहाँ 9 बजेबाट आएर भर्खर जानुभयो अब हामी बिस्तारै हेर्दैछौँ माछा चाहिँ हल्का यही खोलामा हुने हो है सर उहाँले थाप्नु भयो त्यहाँ अनिल दाइले थाप्नु भयो र त्यहाँ यहाँ बाढी आएको ठुलो खोला आयो नि यही पनि सबै यो बगरै उ गर्छ र यति भन्दै अहिलेलाई अब माछा हेरौँ है त कतिको पर्छ ल म देखाउँला है त हेर्दै जाउँ ल बिन्दुले त्यहाँ खाल्टो पारेर होइन स्पेसल त्यहाँ खाल्टो पार्नुपर्छ है ऊ हाले है अब ठ्याक्क हाल्नुपर्छ हो धेरै कचौरा हालेर ढुङ्गाले ट्याक्क अड्काउनुपर्छ है त ल डिजाइन यही हो है अरू सब त्यहाँ यही डिजाइन गर्न उहाँ थापिराखेको छन् हामी यो साइडमा थाप्दैछौँ हेरौँ होइन के कसो हो उहाँहरूले निकाल्दै आउनुभयो हामीले नि हेरौँ त्यहाँ माछा यसो खेलेको देखिन्छ कि
ल ल हेर आत्यौ तिमी त यार एकछिन राखौँ भन्दा नि नमान्ने ल ऊ त्यहाँ छ है यिनी गइहाले हेर्दै जाउँ है त के कसो छ ल्याउ न सिधै अनि आत्ते हौ त अहिले ऊ यता ल्याउ के खस्छ त्यहीँ हेर्न खोज्छन् अनि कहाँ लगाइछ लास्ट ट्याक माछा छ अझै भाँडा एउटा ए ल यो माछा यो कचौरामा पर्ने यत्रा यत्रा हो यत्रा यत्रा अहिले अलि साना रहेछन् अब यो सानोलाई किन होइन खानु पर्यो यत्रो छ यसलाई छोडिदिने अलि ठुलो भएपछि खाने है त यो आँटाहरू यो भएन ल टोटल्ली यहाँ छ अलिकति 4-5वटा ठुल्ठुला होइन अब त्यति भयो यो सानो सानो चाहिँ पुरै छोडिदेऊ है यो खोलातिर ल 3:15 भयो विशेष अब आँटा होइन अब यस्तो के हाल्ने ऊ माछा पनि अलरेडी त्यहाँ छ होइन एक छाक एक पाउ जति भयो ल 3:15 बज्यो 12, 1, 2, 3, 4 घन्टा भयो है ल 4 घन्टामा सट्ट एक पाउ ल घाम पनि एकदम अस्ताको घाम आँधी खोलामा सर होइन आइएको छ यहाँ अब मारियो यति बसी यो तरिकाले यो मार्ने भन्ने मैले देखाएँ ल यति भन्दै अहिलेलाई बिदा मागौँ हस् त ओके बाई बाई